ओके रेडी भएको हो र? रेडी भएको ए ल ठिकै छ त्यसो सो ओके यो चाहिँ हाम्रो फर्स्ट भ्लग हो वाइल प्लेइङ क्यारम बोर्ड लेट्स स्टार्ट टपिक निस्किँदै गर्छ हुन त अब हामी दुईजनाको यो अब दाजुभाइको कुराहरूमा अब कस्तो टपिक निस्किन्छ हामीलाई थाहा छैन है। अब यो चाहिँ अब हामीले के भन्न सक्छौँ भने अब क्यारम बोर्ड गफ भनेर हामीले भन्न सक्छौँ। अब कस्तो हुन्छ अब हामीलाई थाहा छैन, हाम्रो लागि पनि यो पहिलो अनुभव हो। यदि तपाईँहरूलाई अब मन परेको छ भने हामीलाई फलो गर्नुहोला र अनि हाम्रो भिडियोहरूलाई लाइक पनि गर्नुहोला। अब यो पहिलो भिडियो चाहिँ अब हामीलाई थाहा छैन अनि हामीलाई कुनै सजेसनहरू पनि दिनुहोला। हाम्रो गफहरू चाहिँ वास्तवमा भन्ने हो भने चाहिँ क्यारम बोर्ड खेल्दै गर्दाखेरि कुरा पनि निक्लिँदै गर्छ र अब यो खास हामीले यस्तै गर्छौँ भनेर नै गर्न खोजेको चाहिँ होइन, तर कुनै कुरामा हामीले के गरौँ भनेर हामी, किनभने अब हामी अस्ट्रेलियामा सबैजना बिजी छौँ अनि एकले अर्कालाई भेट्ने कुराहरू समयहरू मिल्दैन। अनि अब यसै कहिलेकाहीँ भेटिरहेको बेलामा चाहिँ अनि हामी के छलफल गर्न सक्छौँ, अब कुरा निक्लिन्छ भन्ने कुरा मात्रै हो। ल तपाईँले त सेतो गरिसक्नु भयो। आइ एम गोइङ टु विन। ल ठिकै छ क्वाट हाने नै जित्छु अब तपाईँले सेतो गर्नुभयो है। अब मेरो चाहिँ कालो होइन त, त्यसो हो भने हुन्छ ठिकै छ। ओ यो त जोगी खेला जस्तो भयो कालोको पालो ठिकै छ। म कालो हुन त माफ गर्नु होला, अब हाम्रो यो हात पनि राम्रोसँग बसेको छैन पहिलो कुरो त। अब तपाईँहरू खास यो क्यारम बोर्ड हामीले खेलेको क्यारम बोर्ड हेरेर तपाईँहरू मनोरञ्जन पनि लिन सक्नुहुन्छ र हामीले मिस गरेको कुराहरूबाट तपाईँले हाँस्न पनि सक्नुहुन्छ है। यसमा भन्नु केही छैन। अनि यस्तै हो अब हाम्रो हेर्नुहोस् यसरी अब क्यारम बोर्ड आएको छैन क्यारम बोर्ड आएको छ ठिकै छ, के फरक पर्छ। हामी नेक्स्टचोटि चाहिँ त्यो क्यामेरा सेटअप मिलाउँछौँ होइन, अनि त्यसपछि सायद क्यामेरा आउँछ राम्रोसँग। तर सबै फसिन्, यो जस्ट ट्राई हो, लेट्स सी हाउ इट गोज। तर क्यामेरा नर्भस हुँदाखेरि चाहिँ प्रब्लम के हुँदो रहेछ भने मैले विचार गरेको होइन, यो टपिक निस्किँदैन रहेछ क्या। जब ब्लगिङ वा कुनै पनि काम कसैले गर्छु भनेर सोच्यो र त्यो गर्न खोज्यो भने त्यहीँनिर नै ब्लकेट आउँछ। यसरी नै तपाईँको पालो भयो। ए मैले तपाईँलाई सुनिरह हो त्यस्तो भन्नुहोस् तपाईँको ओपिनियन। त्यसैले नै मैले यस्तो खराड ओपिनियनहरू झिकेको हो। मैले जित्छु भन्न त भने एउटा पनि खास होइन। अब जित दुई प्रकारबाट हुन्छ अरे। एउटा चाहिँ आफ्नो मनबाट जित हुन्छ अरे, अब दोस्रो चाहिँ परिणामबाट जित हुन्छ अरे कि। एक्ज्याक्टली, किनकि मनले जित्न सकेन भने पहिला हाइली लाइकली यु आर अलरेडी लस्ट के। सबैभन्दा पहिला सङ्कल्प हाउ डु आई से, सङ्कल्पलाई इङ्ग्लिसमा के भन्ने, अब डिटर्मिनेसन पनि भन्न सकिन्छ। डिटर्मिनेसन भन्दा पनि स्ट्रङ वर्ड के छ, सिनोनिम। अब हामी त्यति अङ्ग्रेजीको कुख्यात मास्टर चाहिँ परेनौँ है। अब तै पनि अब खेल्ने हो सायद तिमी पनि। ल यहाँबाट यसलाई हान, ल ट्राई गर, हान। यो बच्चा ठिकै छ। आजकलको बच्चाहरूलाई आजकलको बच्चा यसरी गर्ने, हेर त यस्तो गर अनि यस्तरी गर, यस्तरी। आजकलको बच्चाहरूलाई क्यारम बोर्ड खेल्न आउँदैन। सी द डिफिकल्टी, सी ल जाऊ बाबा जाऊ। सब मलाई थाहा छैन होइन यसमा तपाईँ के भन्नुहुन्छ, तपाईँको पालो भयो यो। मैले तपाईँलाई नै खास सुनिराखेको हो, त्यही भएर मात्र। अब नेपालमा के छ, इन्डियामा के छ मलाई थाहा छैन। अस्ट्रेलियामा बिगेस्ट प्रब्लम भनेको डिजिटल वर्ल्डले यस्तो वर्ल्ड ल्याइसक्यो कि न उनीहरूलाई चेस खेल्नमा, न केटाकेटीलाई चेस खेल्नमा इन्ट्रेस्ट, न लुडो खेल्नमा इन्ट्रेस्ट। फिजिकल है, फिजिकल। क्यारम बोर्डको त गोटी नै हान्न आउँदैन के, यो हाम्रै कमजोरी हो त खास। दिस इज भेरी इम्पोर्टेन्ट मेरो हिसाबमा है, बच्चा हुर्काउनुको लागि, विच वी आर नट डुइङ। के हो, के लाग्छ यसमा? अब यसलाई कमजोरीको हिसाबले भन्दा पनि अब हामीले चाहिँ कथाले मागेको भन्छ नि हाम्रो नेपालीमा, कथाले मागेको अनुसार
त्यसबाट गएको पनि हुनसक्छौँ हामी, किनभने अब हामी जुन वातावरणमा हुर्केको छौँ अथवा अब जुन अवस्थामा हामी अहिले अस्ट्रेलियामा बसिराखेका छौँ। निस्केन ठिकै छ। वाह मेरो त होइन, मैले त्यो मैले रङ गरेछु मैले। ठिकै छ, किनभने मैले चाहिँ मेरो क्विन हान्ने पालो आइसकेछ भन्ने हिसाबले चाहिँ मैले हानेको हो त्यो, तर हान्न सकेन। ठिकै छ, फेरि ब्याक टु आवर कन्टेक्स्ट है, किनभने हामी नमान्नु पर्ने रहेछ हो। अब हामीले खास कति कुराहरू चाहिँ राम्रै कुरा गर्न खोजिराखेको हुन्छौँ, तर अब हामीले जुन वातावरणमा हुर्क्यौँ, जुन वातावरणमा खेल्यौँ, हामीले त बच्चादेखि त क्यारम बोर्ड खेलेर आएको हो। अनि अब हामीले बच्चाहरूलाई चाहिँ क्यारम बोर्डै खेल्नुपर्छ भन्ने हिसाब गरेको पनि हुनसक्छौँ। त्यो हिसाबले अब हामीलाई नराम्रो लागेको पनि हुनसक्छ। ल तपाईँको साथमा होइन, अनि अब तर अब बच्चाहरूको अथवा यहाँको वातावरणको परिपक्षमा हेर्ने हो भने हामी गलत नहुन पनि सक्छौँ, किनभने हामी चाहिँ अब आफ्नो परिवार, आफ्नो बच्चाहरू भनेर हामीले फ्लेक्सिबिलिटीको रूपमा हामीले हेरिरहेको हुन्छौँ नि त। होइन तपाईँको यो परिवारकै मेरो प्रश्न के थियो भने के यो हामी यसरी हुर्क्यौँ त्यही भएर मेरो छोरालाई नि यसरी नै हुर्काउँछु भनेर मेरो मात्र जिद हो कि एक्चुअली दे आर मिसिङ आउट बिकज दे आर नट लर्निङ क्यारम बोर्ड? द्याट वाज द क्वेसन। अब यस्तो हो, पाउडर त लगाउने न, उनीहरूलाई क्यारम बोर्ड सिक्नुपर्छ भन्ने कुनै आवश्यक पनि छैन छन त छैन। अङ्ग्रेजहरूलाई क्यारम बोर्ड भनेको के हो थाहा पनि हुँदैन रहेछ वास्तवमा। अनि अब छक्क पऱ्यो। अब हामीले मैले अघि नै भने हरेक कुरालाई प्रभाव गर्नको लागि अथवा प्रभाव हुनको लागि चाहिँ हाम्रो बाल्य अवस्था चाहिँ कस्तो वातावरणमा हुर्किएको छ त्यसमा भर पर्छ क्या। एउटा क्वेसन है, यो मैले सेतो झुकेर खायो भने सेतै लिनुपर्छ भन्ने कुनै उस छ नियम? अब क्यारम बोर्डमा चाहिँ होला, अब अहिले पहिला खानुभयो, हामीले पहिला त्यसरी नै नियम बनाइरहेको छ। ओके, म सेतो। त्यो कन्टिन्यू गर्नु न, मैले सुनिरहेको छु। त्यही हो, अब हामीले चाहिँ मैले अघि बाल्यकाल हुर्केको अवस्थालाई चाहिँ मैले कसरी लिएँ भने अब हामीले क्यारम बोर्ड खेलेको हेर्दै पनि आयो र हामीले आफैले पनि क्यारम बोर्ड खेलेर आएको कारणले चाहिँ हामीलाई यो क्यारम बोर्ड चाहिँ एकदम रमाइलो माया। अनि अब प्लस हामीलाई अहिले पनि खेल्दाखेरि हामीलाई त्यो आत्मीयता हामीमा उत्पन्न हुन्छ होइन। तर अब हाम्रो बच्चाहरूले यो क्यारम बोर्ड जिन्दगीमा देखेको पनि छैन, अनि त्यो नदेखेको कारणले चाहिँ झन्डै सेतो पर्छ अहिलेको। भने मतलब क्यारम बोर्डको आवश्यक छैन, मतलब मेरो क्यारम बोर्ड त एउटा रिप्रेजेन्टेटिभ हो मेरो भनाइको मतलब। क्यारम बोर्ड सँगसँगै चेस छ, लुडो छ, व्यापारी छ, विच इज अ डिजास्टर गेम। व्यापारी त खतम गेम हो मेरो हिसाबमा, कामै छैन त्यो, जिन्दगीभर खेला मलाई के खेल्न नआएर हो कि के हो? तर अब त्यो व्यापारी भन्नाले अब व्यापारी भनेको बाइ द वे इङ्ग्लिसमा अब मोनोपोली हो। तर अब अहिलेको तपाईँले लेटेस्ट मोनोपोली भर्सन हेर्नुभयो भने हाम्रो यहीँ राखिदिनु पर्ला है, बाहिर निक्लियो। डिजिटल कार्डको जस्तै हामीले जुन ब्याङ्क कार्ड बोक्छौँ, कार्डद्वारा हामीले खेल्छौँ मोनोपोली। अनि अब यो त एडभान्स भयो नि त फेरि बच्चाहरूको लागि, होइन र? अनि अब उनीहरू फेरि अब मोनोपोली खेल्दाखेरि चाहिँ उनीहरूलाई एकदम रमाइलो लाग्छ। जब कि मलाई पनि पहिलोचोटि हामीले व्यापार खेलिराखेको बच्चामा अनि यहाँ मोनोपोली खेल्दाखेरि मलाई एकदम राम्रो लागेको थियो। ल धन्यवाद। एउटा फाइन हुन्छ होला? फाइन पनि हुन्छ नि। मेरो त 9वटा गोटी बाहिर छ, क्या हो? 1 2 3 4 5 6 7 7वटा रहेछ धन्न। ओहो मिल्यो खान्छ त। यो गफमा यो क्यारम बोर्ड पनि खेलौँ है? हुन्छ, तपाईँले राम्रो हानिराख्नु भएको छ क्यारम। ल हेर्नुहोस् त तपाईँको हात तर हेर्नु त यहाँ थट भएन।
तर क्यारिम बोर्ड पहिला थाहा छ होइन क्यारिम आई डोन्ट नो त्यो धेरै गरेर हो कि होइन क्यारिम बोर्ड नेपालमा खेल्दाखेरि आवारा गेम हो क्या यो एक प्रकारको हो तपाईँले भन्नुभएको सही हो अब नेपालको लागि है अब काम नभएको मान्छेहरूले चाहिँ अब टाइम पास गर्नको लागि चाहिँ खेल्ने कुराहरू हो अनि 4 जना खेल्यो 20 जनाले हेऱ्यो होइन यो बोर्ड नराम्रो भयो हो कि यो मेरो हात नराम्रो भयो यो निस्क्यो आज त तपाईँले मलाई हराउँछु नै भनेर आउनुभएको जस्तो छ आज क्यारम बोर्ड खेल्ने मेरो उसै थिएन हो मेरो उस भन्ने शब्द युज गरेर क्यारम बोर्ड खेल्ने मेरो मनसाय नै थिएन मनसाय हिजो हाम्रो चर्चको एउटा बहिनीले वेस्ट अफ मेरो चर्चको एउटा बहिनीले त्यो र यो मिलायो भने त उस हुन्छ नि भनेर भन्दै थियो कि बहिनीले आई डु नट नो हाउ टु टच दिस गट्टी सरी निकालिदिए मान्यो यो गट्टीले मेरो टाउको खाइसक्यो अब त फेरि तपाईँले 7 को जग्गा 10बाट लिने हुनु है क्या यो त म मान्दैन नि होइन ए तर अहिलेको मैले नमान्न पाउँथेँ र तपाईँले टङ्की हानेको बाल मानिसक्नु भयो नमानिसक्नु ए अनि तपाईँले अब्जेक्टै गर्नु नमान्न पाउँदैन नि है नमान्न पाउँदैन अब मैले त्यो याद पनि गरिनँ ठिकै छ म तपाईँको कुरामा चाहिँ अलि बेसी ध्यान आकर्षण ल 10:30 भयो 6 7 8 9 9 भयो तपाईँको 7 मेरो 9 भयो अब यो त भएन नि त फसेर दुःख भयो ए अनि के अरे हामीले याद पनि गर्नुहुन्छ हाम्रो रेकर्ड भइरहेको छ टपिक निकाल्नुहोस् न के छ निक्लिन्छ टपिक अघि भर्खर तपाईँले अब त्यो होमोसेपियन्सको बारेमा कुरा गर्नुभएको थियो त्यसैको बारेमा पनि हामीले कुरा गर्न सक्छौँ तपाईँले अब इन्डिया र चाइनाको बारेमा त्यो अलिक डिफिकल्ट टपिक भयो त्यो अलिकति डिफिकल्ट भयो किनभने अहिले जान्छ त्यो के भन्छ त्यसलाई अहिले इन्ट्रेस्ट जान्छ कि फेरि अनि किनकि कि यसमा इन्ट्रेस्ट जान्छ कि त्यसमा इन्ट्रेस्ट जान्छ सो अब छैन यो त्यो बच्चा बेला हामी कान्छ मात्र उठबस गर्नुपर्छ थाहा छ याद छ अब कुन हान्ने के यस्तो अब कुन हान्ने मैले कुन खाने सेतो खुवाउँ यहाँ म अहिले जस्तो फस्छु अब मैले पनि त सेतो खानु परिहाल्यो मेरो पनि 2टा 3टा 4वटा सेतो फसिराखेको छ कालो फसिरहेको छ भनौँ न तपाईँले त कालो फस्नु भयो ए तपाईँ जुन फसेछ त्यो खानु भएन नि होइन मेरो पनि त सेतो 4वटा फसेको छ त सेतो कसरी फसेको छ 1 2 3 4वटा अनि त्यसो भए त अनि तपाईँले कालो हाक खाइदिनु भयो भए हुन्थ्यो नि त अघि ले कस्तो गाह्रो यो क्यामेराको सेटअप अलिकति राम्रो छैन क्या हाम्रो खासमा थाहा छ किनकि यो क्यारम बोर्ड पनि देख्दै भए चाहिँ बवाल हुन्थ्यो होइन क्यारम बोर्ड चाहिँ हाम्रो आधी देखिराखेको छ होइन आधा भएन आधाको आधा टेढो छ त्यो मान्छे पनि आधा मात्रै देखेछ हामी अलिकति टाढा राख्नु पर्थ्यो होला सायद पज हुनु भएन फेरि यो पनि सायद सजिलो कुरा चाहिँ होइन कि पज हुनु भएन के पज हुनु भएन हाम्रो गफ नत्र वाइ वुड पिपल लिसन त्यो पनि हो होइन सो स्याचुरेटेड मार्केट आजकल सेलिब्रिटीले भ्लग बनाएको छ उसले भ्लग बनाएको छ जो कोहीले भ्लग बनाएको छ अनि अब सेलिब्रिटीहरू चाहिँ अब सेलिब्रिटी हुन सकेन होला त्यही भएर पनि होला हुनसक्छ जे भयो भने किनभने अब आजकल अलिकति चाँडै पपुल्यारिटी पाउने भनेको भ्लग नै हो आजकल के भन्छ
मुभी चल्नु पनि पऱ्यो नि। त्यही त मैले फराह खानको पनि भ्लग देखेको थिएँ। त्यो फराह खान भनेको त्यो मेहुनाको डाइरेक्टर साजिद खानको, त्यसले त त्यसको भन्दा पनि त्यसको त्यो कुक सेफले गर्दाखेरि चलेको भ्लग हो नि। हो तर पनि अब ऊ पनि त अब धेरै ठुलो सेलिब्रेटी हो। ठुलो सेलिब्रेटी हो तैपनि अब भ्लगमा ऊ इन्भल्भ भयो होइन। सरी तपाईँले भ्लगको कुरा गर्नुभएको हिसाबले चाहिँ मैले भनेको हो। अब यो हानो कि त्यो हानो ल भन्न त ले। गुड, यो खान सके त हुन्थ्यो अब, तर के गर्नु, खान सकिन्न हेर्नु त। तपाईँलाई त मैले टुइ नजोधेँ यो खाना त। ओह निस्क्यो बेकारमा, मैले निकाल्दिएँ नि यो। हो नि तपाईँहरूले निकालिदिनु भयो। तर झेला खेल्न मान्छे पाएन नि, यसलाई हानेर यसलाई निकाल्न पाइन्छ पाएन। खोइ मैले त्यो टिप्स दिएको हो कि क्या हो ल। लिगली त पाइन्छ नि त होइन र। अब यसलाई मैले के गर्नु सक्छु भने तपाईँहरूलाई ब्लक गर्न सक्छु भनेको सकिएन। ले अब अलिकति हाम्रो यो कुरा भन्दा पनि गेममा कन्सन्ट्रेट गर्नु पऱ्यो। नत्र हारिने भयो। 6 7 8 9 10 11 11 र 7 19 के अरे 21 21 होइन होइन 11 7 र 19 ल ठिकै छ। तपाईँले फेरि रिकभर गरिहाल्नुहुन्छ के प्रब्लम त्यहाँ पो छ त होइन ठिकै छ। हामी अलिकति आज चाहिँ तपाईँ त्यहाँ बढी कन्सन्ट्रेट हुनु, अलि बढी कन्सन्ट्रेट नेचुरल राख्नु न। ल हेरौँ ल, ओके लेट्स इमेजिन कि त्यहाँ हाम्रो रेकर्डै छैन है त। हुन्छ तर गफ चाहिँ कन्टिन्यू हुनु पऱ्यो, फेरि प्रब्लम चाहिँ त्यहाँ छ। वाह ल पहिलोचोटि पहिली भर ल अब पहिलोचोटि तपाईँले यसरी। तर यो इन्डियनले यो उसको यो प्लास्टिकको गोटी चाहिँ किन बनाउँदैन क्या? कि दिनहरूसँग टेक्नोलोजी छैन? द्याट्स अ गुड क्वेसन हो क्या हुन त। त्यो नेपालमा आउने गोटी छ नि प्लास्टिक गोटी, त्यो चाइनिज गोटी हो नि। चाइनिज गोटी हो सायद टेक्नोलोजी छैन क्या इन्डियनसँग, नत्र वाइ वुड नट दे मेक हो क्या भन्नु त। त्यो पनि हो। अब हुन त अब हामीलाई यो कुरा थाहा पनि छैन। तर फेरि स्ट्राइकर कसरी बनायो त इन्डियनले? टेक्नोलोजी छैन भने कस्तो इन्डियन आफ्नो रुटसँग उस भयो हो कि हाम्रो त कफी छ नि त। तपाईँ या त्यस्तो खतरा कफी बनाएर झन् मैले तातो कफी खान्छु है म त ठ्याक्क कफी त चिसो पनि। ल बाट खान्छौ कफी खाने? जिन्दगी कफी नखाने भयो उसले केटोले। मन परेन। ओके ल म प्यारेन्टिङको बारेमा म कथा लेख्न सक्छु ओके। सो एकजना प्यारेन्टले चिन्ता गर्छ नि, ए मेरो छोराले यो गरिदियो भने त्यो गरिदियो भने ओके, लेट देम डु वान्स दे विल नेभर डु इट। जस्तो कि मैले अहिले कफी चखाइदिएँ, अब त्यसले मेरो छोराले करिब 10 वर्ष 12 वर्ष नभएसम्म जिन्दगीभर कफी खाँदैन नभएसम्म, होइन र? द्याट्स भेरी सिम्पल हुन्छ नि। एउटा कुनै कुरा गर्न दियो भने उनीहरूको त्यो कौतूहलता नै मेट्छ क्या। दिएन भने कौतूहलता बस्या हुन्छ अनि सो दे विल डु इट इन्स्टेड अफ द्याट। बरु कुरो गर्न दियो भने उनीहरूको त्यो कौतूहलता त्यसैले दिँदा नै ठिक हुन्छ त भन्ने पनि क्वेसन हो नि। अब यो प्यारेन्टिङको कुरा चाहिँ अब प्रत्येक प्यारेन्टमा डिपेन्ड हो क्या अरे। अब हामीले आफ्नो चिल्ड्रेनहरूलाई चाहिँ हामीले कसरी प्यारेन्टिङ गर्छौँ त्यसमा भर पर्छ क्या अरे। होइन भने एउटा एकदमै इन्ट्रेस्टिङ टपिक त हो नि त, किनकि अब प्यारेन्टिङले नै त हो मान्छेलाई चाहिँ पहिलो राम्रो प्यारेन्टिङमा नमान्नु पनि सक्नुहुन्छ मानेन। तर किन मेरो फेरि टङ्की गर्दाखेरि त्यो गएर त्यहाँ पनि ठोक्यो। ल ठिकै छ त्यसो भने। मैले खास यसलाई हान्न खोजेँ कि इन्टेन्सनली त हुँदै होइन होइन हो ठिकै छ होइन। किनकि
क्या यो त भएन नि त यसरी टुई टुई खाना त भएन नि त मैले यसलाई अलिकति उता लैजानु खोजेँ है ए के हो मेरो त सिधाको सिधै आयो त बढी भयो क्या फेरि त्यो खुल्यो गुड ए निस्क्यो निकै हो मेरो उस बुझ्नुभयो नि होइन तर्क बुझेँ सो तर्क के थियो भने प्यारेन्टिङ इज अल्सो भेरी इम्पोर्टेन्ट तपाईँले चाहिँ कमन प्यारेन्टिङले भएन इन्डिभिजुअल प्यारेन्टिङको आफ्नै प्यारेन्टिङ हुन्छ भने तर बेस लाइन त हुनु पऱ्यो नि त होइन अब फेरि कुनै पनि एउटा परिवारमा बच्चाहरूको लागि प्यारेन्ट नै पहिलो सोर्स सोर्स भन्नाले नि अब पहिलो शिक्षक हो पहिलो शिक्षक होइन अब त्यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो किन अब त्यो तर अब क्या रिक्स ल्याएँ मैले ओ क्या मिस्टेक भयो यो जानु पर्थ्यो कि यो ड्याट अझै गएन ह्याट तपाईँले बोर गर्नुभयो नि त्यो खाइदिएर अब ओह अब जाँदैन नि त मेरो छोडिदिनु पर्थ्यो नि सबै जान्छ तपाईँको सिधै गइहाल्छ नि एकचोटिमा गयो ल यो त कति 19 र 6 25 सक्यो हजुर के सक्यो यो कति तपाईँको होला अब ए के अरे 29 को हुन्छ नि ए 29 को ए 4 ल्याउनु बाँकी छ थाहा छ यो आज हामी कहाँनिर यो सायद फर्स्ट भएको हुनाले होला वा मेरै बानीले गर्दाखेरि होला होइन हुनसक्छ हामी हरेक एउटा सब्जेक्टलाई नसमातिकन हामी हरेक टुचक क्वेसन मात्र बाँकी भइहाल्छ या चाहिँ छैन गर्नुभएको छैन होला हुनसक्छ तर मैले भने मतलब यो वाइडलाई हान्न पाएन अब त्यो पनि उस छ अब पाएन नि त अब पाएन तर टङ्की हान्यो भने चाहिँ जे हान्यो भयो टङ्की हान्यो अनि फेरि यसलाई हान्यो भने चाहिँ जुन हान्यो भयो ल कति मिनटको भयो 27 मिनटको भइसक्यो फेरि वाइडलाई हान्न पाएन 27 मिनटको आज बकवासै भयो हुन त बकवास पनि भन्न मिल्दैन होइन कमेन्ट आएपछि होइन कमेन्ट गर्नु लायकको पनि हुनु पऱ्यो नि फेरि त्यो पनि छ क्वेसन होइन भेरी गुड क्वेसन होइन र कमेन्ट गर्नु भन्दा कुनै पनि कमेन्ट सायद चाहे नेगेटिभ आओस् चाहे पोजिटिभ आओस् त्यो पनि ठुलो एचिभमेन्ट हो होइन र हो देख्नुभयो मेरो एक्टिङ यस्तो एक्टिङ गरिदिन्छु म खासमा यहाँ त फसेको यस्तो पनि हुने हो बिस्तारै हानेको थिएँ मैले म त टेन्सन भयो ल अब मलाई पनि हेर्नुहोस् त त्यसै पनि अब यो निकाल्नु मलाई पाउको बिहे देख्छु मैले यो किन यो बोर्ड छ नि यो बोर्डको काठ चाहिँ यो साह्रै झुर काठमा बनाएको छ क्या तिनीहरू हुनसक्छ ले खास यो सफ्ट हुनुपर्छ क्या यो बोर्डको काठ चाहिँ के छ भने एकदमै टफ छ हो क्या नि ल भन्नु त हो वाह क्वालिटी अलिकति कमसल पनि हो क्या यहाँ पाउँछ नि यही मात्र के होइन इन्डियन प्रडक्टमा सबैभन्दा कमजोरी भनेको यही हो क्या क्वालिटी जुन क्रिकेट ब्याट मैले फसाएको मिल्दैन है त्यसलाई हानेको हो होइन क्रिकेट ब्याट जुन काठको बनाउँछ नि त्यो काठको चाहिन्छ क्या यो अनि ताकि टङ्की मजाले आओस् नत्र त ल सोच्नु त क्रिकेट ब्याट चाहिँ एउटा कडा काठ अग्राटको काठले क्रिकेट ब्याट खेल्यो बल बाउन्सै हुँदैन अब यो बोर्ड भन्दा पनि अब यो मेन यो पनि फेरि यो चिप्लो बनाउनलाई चाहिँ सायद त्यो पोलिस गर्नुपर्ने हुन्छ होइन ए मैले व्हाइट खाइरहेको कि मैले ब्ल्याक खाइरहेको साँच्ची ब्ल्याक हो कुन खाने हो क्या कुन हान्ने खाने होइन हान्ने पहिलासँग त्यो क्वेसन चाहिन्छ कुन खाने
ले अझ गएन धन्यवाद फाइन फाइन होला एउटा भयो अब त्यहाँ एउटा गट्टी निकालिदिनु ए आज पाउडर राखेर पनि तपाईँले मजाले हान्नुभएको छ खोइ कुनि है ए आत्मविश्वास आत्मविश्वास सेल्फ उसलाई आत्मविश्वास के अरे अघिको वर्ड मैले इङ्ग्लिस वर्ड के अरे सेल्फ कन्फिडेन्स ए इङ्ग्लिस वर्ड पो खोजिरहेको त हामीले होइन कहाँ नेपाली वर्ड भनिरहेको त आत्मविश्वासलाई सेल्फ कन्फिडेन्स हामीले आत्मविश्वासको लागि इङ्ग्लिस शब्द खोजेको हो र हामीले आत्मविश्वास जस्तै जस्तै शब्द थियो नि त जस्तो मैले सोधेको के थियो भन्दाखेरि त्यो क्या मजाले निस्क्यो आई डु नट नो है समटाइम्स वाह ए तर नमानिकन पनि भन्छ टङ्कीमा मान्नुपर्छ भन्ने छ होइन हाम्रो अब यो पनि लैजानुपर्छ न त तपाईँले यो फसाइदिनु होइन कट हान्डो खाइदिन्छु वाह कट हान्डो खाइदिन्छु भनेको त गुड यहाँ स्टुपिड गोटी ल के हो यस्तो त्यो त अलिकति उकालो जस्तो लाग्यो मलाई Ah, उकालो जस्तो लाग्यो there is a wrong saying. नाच्न जाने आँगन टेढा 27 होइन होइन त्यो एकदम यो बुढाहरूले जुन बुढाहरूले नभनौँ बुढाले बनायो कि जवानले बनायो होइन खासमा यो दिस इज ग्रेट टपिक एक्चुली यु नो बुढाहरूले बनायो भनेर हामी भन्छौँ नि होइन खास बुढाहरूले बनायो कि बच्चाले बनायो कि अनि त्यो पौराणिक होस् क्या पौराणिक कहावतलाई के भनिदिएर उखान टुक्काहरू नाच्न जाने आँगन टेढा है यो इङ्ग्लिसमा पनि छ हिन्दीमा पनि छ नेपालीमा पनि छ सबैभन्दा पहिला इङ्ग्लिसमा बनायो नेपालीमा बनायो हिन्दीमा बनायो कसले बनायो त्यही अब कसैलाई पनि थाहा छैन अब यो सबै होइन अनि त्योसँग जोडिएको कुरा चाहिँ के छ भने ब्ल्याक नखाइदिएको हुन्थ्यो भनेको त्योसँग जोडिएको के छ भने यो कुनै उखान टुक्का आउने बित्तिकै हामी बुढाहरूले बनाएको किन बुढाहरूले बनाएको चौहानले बनाएको हुन सक्दैन हो नि त्यो पनि कस्तो कस्तो उसहरू छ है तपाईँको ब्ल्याक है हो तपाईँले त मैले त बल्ले बल्ले गराइदिएँ त राम्रो राम्रो गरिदिनु भएको छ त्यो कट हानेर खाइदिन्छु त्यो त भन्ने कुरा हो नि यो गर्दा गर्दा थाहा छ यो खाना बिर्सिन्छ नि खानु मैले त सघाइसकेँ खानु ए हो र तर मलाई आज लास्ट तातो खानु मन थियो क्या यसमा तातै थियो तर हामीले बिर्स्यो मैले तातै बनायो यो पनि कट हानेर खाइदिन्छु हेर्नु भने होइन कट हाने हो नि त्यो मैले याद गर्नु भएको छ नि स्ट्रेट हाने होइन नि त्यो यो पनि कट हान्नुपर्छ नत्र खाइँदैन कट त खतरा हान्नु भयो यो त्यो पनि कट हान्न हानेसँग खाइँदैन नि त यो डाइरेक्ट जाँदा नि तर कसरी हान्ने क्या त्यसलाई कट मेरो गटीले ब्लक छ तपाईँलाई तपाईँ आज किन यस्तै सुस्ताउनु भएको तपाईँले त यो अघि नै सकाउनु पर्ने कुरा गोटी हो मलाई थाहा छ थाहा छैन तर आज के भएको मलाई यो अब जाग गयो तपाईँले भन्नुभयो कि जागे क्या हो ए मैले व्हाइट खाइरहेको कि ब्ल्याक खाइरह म यही बिर्सिन्छु क्या त्यतिखेर पनि व्हाइट खाइराख्नु भएको हो ले यो त तपाईँको 3टा गोटी बाँकी मेरो त 7वटा गोटी बाँकी छ त 4 भयो ले 4 त्यो गोटीले मलाई तपाईँले अघि नै मजाले खानु हो त होइन तै पनि यो त भन नि त अनि यो निकाल्नै मलाई
लास्ट टेन्सन लाग्छ यताबाट हान्यो भने यो दुइटा मध्ये एउटा त कसो निक्ले त्यसले मानेन है होइन मानेन भन्ने बारेमा पाएन नि त यो त टङ्की हो नि त हालेको त्यो झेल्ला हो तर मैले इन्टेन्सनली गरे होइन फेरि मेरोलाई मात्र छोयो नि त फेरि अनि होइन टङ्की अघिदेखि त्यही नियम छ कि छैन ल भन्नु त त्यही नियम छ कि छैन ल ल ठिकै छ मैले गर्नु खोजेको त्यही थियो गुड ल यो खानुपर्छ मैले गुड यो निकाल्दिनु यो निकालेर पनि यसले छेकिरहेछ मलाई कसरी गर्ने मैले यो त 5 यार तपाईँले त लास्टै खानुहुन्छ यार यो खायो भने अन्त यही त लास्टै कुरो आउँछ तपाईँको कति आउँछ यो पनि मान्नु पऱ्यो है मान्नु होइन अब मैले त मेन यस कट हानेर खानुपर्छ होइन मेरो यो शब्द रहेछ कि खासमा मैले कट हानेर खानुपर्छ भने चाहिँ मैले खाइदिइहाल्छु ल कट हान्नु नि त अब म पनि कट हान्छु हेर्नु है ल ओ त्यो कट हान्ने शब्द चाहिँ शब्द इज इम्पोर्टेन्ट ओ माई गड अब यो पनि मैले त कट भन्ने बिर्सेँ नि त अब यसलाई यस्तो भाँडा खोलिदिनुपर्छ कि गुड बिगार्नु भयो नि त यो पनि कटै हो पह बाबा अहिले है अब यो पनि कटै हो है गुड मैले कट भन्ने बिर्सेँ नि त कट है त देख्नु भयो यो पनि कट है त ल ल भएन छ त्यो त कट है त अलिकति कट भएन पह बाबा पह ल ल ल यहाँ बसेर प्ले गर ल हान हान अर्को हातले यसलाई हान ल यहाँ बस ल यसलाई हान यसलाई ल यस्तरी गुड दुइटा अहिले वेट मेरो पालो नि त अहिले एकछिन है मैले यो निकाल्नु पऱ्यो होइन ओ गुड खबर अहिले खानु भएन भने त यो मैले खानै पर्छ किन थाहा छ किनकि तपाईँले स्योर खानुहुन्छ भन्ने मलाई लागिरहेको छ वेट गर न बाबा हो कति भयो तपाईँले 7 दुना 14 हो अहिले 7 थियो अहिले पनि 7 हो 7 दुना 14 कुन चाहिँ तपाईँको हो मेरो ल यसलाई आना त्यहाँ बसेर यस्तरी गर्ने कि यस्तरी हेर त यस्तरी गुड या ल पहिला त्यो सलिड मिलाइन्थ्यो होइन आजकल अब खासै वास्ता गरिन्न खासमा त्यो नियमले पनि हो मतलब जुन छिरे पनि त्यही समात्नु पर्ने नियमले गर्दाखेरि नि यो आजकल नमिलाउने हो नत्र पहिला भए यो एकदम मिलाइन्थ्यो नि त मैले त्यहाँ त्यो एकदम मिस गरेको छु नि त के मिस त्यो ए हो कफी ल जुन लिए पनि ल छोडा यहाँ त अब यो कसरी यो मिस गर्ने गर्ने ए त्यो टिस्युले गर्नु पर्ला नि या वेट पछ अलि एकछिन खेल्दै गर अलि एकछिनमा ल जान ल यहाँ छ है ल छ कसको मेरो पाल होइन यो ब्ल्याक एउटा छ व्हाइट एउटा छ भनेपछि त व्हाइट खानु पर्यो तपाईँले खानु भएको छैन नि छैन बट ए मैले व्हाइट खानु पर्यो ब्ल्याक हो वेट गरेर जाऊ सायो जाऊ एकछिन खेल्न जाऊ जाऊ
जाँदो रहेछ नि मैले कट नभनेर भने जाने गोटी रहेछ नि त्यो अब यो पनि कट है ल ए कट कट बाइ द वे कटलाई कसरी डिफाइन गर्ने ल भन्नुहोस् ल यो चाहिँ कट कसरी डिफाइन गर्ने साइड यस साइड वाइज एउटा स्टाइलले खायो भने कट हो होइन कट भनेको एउटा एङ्गलले साइड भन्दा पनि एङ्गल भन्ने शब्द इम्पोर्टेन्ट छ होला होइन र चारवटा फस्यो त मेरो पख्न अलि निस्किहाल्छ नि यो त फसाएर होइन यो खान्छु म वाह ल एउटा मजाले छिर्यो भने अर्को मजाले छिर्दा नि तपाईँ क्या जन्तर मन्त्र लगाउनु थाल्नुभयो क्या यार त्यस्तो जन्तर मन्तर त होइन त्यो त मेरो नचिर्कन तपाईँ कुनै पनि छिर्दैन द सिक्रेट टु क्यारिम बोर्ड इज ओके नजिकै भएको खाने गोटी सबैभन्दा पहिला खाने अनि मात्र अर्कोलाई हान्ने त्यो नजिकैको पछि खाउँला अनि अर्को खानुला भन्ने छ नि त्यो आइडिया बकवास आइडिया हो के हो अब के भन्ने त्यसमा खेल्ने स्टाइल फरक हुन्छ तर पनि मेरो हिसाबमा ले 14 रुपियाँ हान्छ त्यसलाई ल गुड माने ल यसलाई यता हान यता यसलाई उता उता यस्तरी चट पोटेटो ठिक छ भयो नि त्यो वेट 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 तिमी उता खेल्न जाऊ हुँदैन नट यर टर्न ले निकाल्दिनँ मैले तपाईँले निकालिदिन्छ भनेको होइन हो नि त हुन त हामीले नखेलाएर हो नि त त्यो पनि जुन यस्तरी हान्यो नि त्यसले होइन तर इन्थुजियाजम पनि हुनु पऱ्यो नि त हामीलाई त आफैले इन्थुजियाजम थियो नि त पहिला किनकि हामीसँग डिजिटल कुरा थिएन स्मार्टफोन थिएन गर्ने काम थिएन अनि यो कसरी खेल्ने भनेर हेरे गर्थ्यौँ हामीले होइन अब हामीसँग अब अहिले यो एक्सेस भए पनि अब हामीले चाहिँ फुल्ली अब हाम्रो बच्चाहरूलाई टाइम नदिएको कारणले पनि त्यस्तो भएको हो कि न टाइम त हाम्रो आमा बुवाले हामीलाई टाइम दिनुहुन्थ्यो त यो एकदमै यो मिसकन्सेप्सन छ क्या अस्ति मैले तपाईँले निकालेको थिएँ नि कुरा तपाईँसँग निकालेको थिएँ कि कसैबाट निकालेको थिएँ हामी 80s मा 90s मा जन्मेको बच्चाहरूलाई त कहिले पनि टाइम दिँदैन थिए हाम्रो आमा बुवाहरूले फेरि हाम्रो आमा बुवाहरूले फेरि क्यारम बोर्ड खेलोस् भन्ने पनि सोच राख्दैन थियो नि त फेरि होइन अब त्यो बेलाको जतिको छुर गवार सोच कुनै पनि कसैको पनि थिएन यो स्टेटमेन्टलाई के भन्नुहुन्छ तपाईँले देख्नुभयो कट हानेर खाइदिएँ अब यसलाई कट हानेर उता लैजानु पर्ने हुन्छ मैले किनभने तपाईँको त्यहाँनिर मैले बिगार्नु पर्ने हुन्छ यसरी उता उता ल उता खान्छु त्यो गर्नु खान्छु म अब म खान्छु नि त भनेको खै अब त्यसलाई मैले कसरी सुन्यो भने भन्नुहोस् त गुड खतरा सुन्नुभयो त ल अब म पनि यसलाई कट हानेर खानु पऱ्यो होइन कट त कट लाग्यो तर अलिकति मात्र कट लाग्यो तपाईँको चाहिँ राम्रो कट लाग्यो अब यो पनि तर एउटा कुरा तपाईँले नोटिसै गर्नुभएको छ नि जुन रेकर्ड गरिहाल्यो होइन अपलोड गर्ने भन्ने पनि हामीले उस गरेका छौँ होइन अपलोड गरेन भने त काम छैन है तर अपलोड गर्न त गर्ने है नाउ च्यानल नेम के सोच्नु भएको छ छैन नि अब यहाँ आने भने मैले त्यहाँ खाने भएँ कट आने भने निस्किने भयो गर्ने के अब मैले अलिकति पोलिटिकल खेल्नुपर्छ जस्तो छ तर एकदम बेस गरेर हानेर तेल पुऱ्याइदिनु न तपाईँ गोटीलाई हुन त पोलिटिकल खेल्नु पनि पर्दैन पर्दैन भनेको ठ्याक्क ल अब तपाईँको चाहिँ जान्छ क्या त्यो मैले चाहिँ नखानु पर्ने हो अब त्यो जान्छ त्यो कुन जान्छ गएन ठिकै भयो 1 यो मैले खाएँ ल तेरिका भएन नि यो भएन खानुहोस् कसरी
मानेन डेफिनेट ए नमान गुड क्वेसन ल म पनि किन निकाल्थेँ र या ल वेट अब चाहिँ अलिकति मान्नु पर्ला जस्तो छ गरेछ है ओहो अलिकति मिस भयो त्यहाँ हान्यो भने हुन्थ्यो तर त्यो अलिक भनरेबलै छ अघि त्यस्तो गएको भए चाहिँ गेम हुन्थ्यो म डराएर खेलेर चाहिँ त्यही भएर नगएको त्यो नडराइकन खेले भए जान्थ्यो कि त्यो ले त तेरी यस्तो बोर भयो कि ल हो गुड निक्ल्यो निस्क्यो हेर्नु त ए बोर भयो नि त फेरि त्यो जाने ठाउँमा छ के समस्या त त्यो छ कस्तो ल तपाईँको रहेछ पहन वेट गर सायो 28 है ल सायो आन ल आऊ यसो हाम्रो एकदम यिनीहरूलाई बच्चाहरूलाई सिकाउनु पर्छ या लुक लिसन त्यो चाहिँ हो हेर यसरी हान त यस्तो गर यस्तो गर वेट यस्तो यो आउँला मिडल फिङ्गर अब यस्तो गर बेसकरी one यो thumb स्टेज गर and middle finger. यस्तो गर तिमी उल्टो गरेर राख्छ के यसलाई चाहिँ प्रेस गर न यसलाई lift the middle finger lift the middle finger मिडल फिङ्गरले हान के lift the middle finger मिडल फिङ्गरले हान यसले हान के यसले yes yes Good. good अब हामीले हाम्रो च्यानलको नाम चाहिँ क्यारम बोर्ड गफ राख्नु पर्ला जस्तो छ राइट आइडिया हुन्छ किनभने नेपालमा जस्तो हाम्रो क्यारम बोर्ड खेल्दाखेरि हामी रिभाइभ गर हामी रिभाइभर हो त क्यारम बोर्ड रिभाइभल हुन्छ अनि तर तर फेरि हामीले राम्रोसँग यो क्यारम बोर्डलाई जबसम्म देखाउन सक्दैन नि तपाईँले फेरि फोड्नु भयो नि खास मेरो फोड्नु पाल्दैन ए हो अनि याद गर्नुभयो? यसरी राख्यो अनि त्यही भएर ठिकै छ के छैन तपाईँले ब्ल्याक खायो भने ठिक तपाईँलाई फाइदा हुन्छ 4वटा खस्या रहेछ फस्यो त्यो ब्ल्याक मलाई चाहिँ देख्नु कति अनेस्ट खेल्छु म राम्रो हो ल के भयो खास अनेस्टी राम्रो होइन प्र्याक्टिकल लाइफमा अनेस्टी राम्रो होइन के हिसाबले तपाईँले भन्नुभयो ल भनेको प्र्याक्टिकल लाइफमा जो अनेस्ट छ हि विल बी त्यो मान्छे फर्स्ट छ त्यो मान्छे पछि पर्छ कि यानि कि जो मान्छे अनेस्ट छैन नि त्यो मान्छे आगे निकल जाएगा अब यो कुरामा चाहिँ म अलिकति सहमत छुइनँ त्यो मलाई पहिल्यै थाहा थियो मैले यसलाई हान्यो भने तपाईँले त्यसलाई सहयोग हुन्छ कि हुँदैन है फरक पर्दैन तपाईँ त्यसरी बस्नु भएर हो क्या तपाईँको नगएको खै जस्तो कि यो होइन यो गोटी मैले खाइदिएँ भने खासमा बेटर अफ हुन्छ तर मैले खान खोजिरहेको छैन कि किनकि तपाईँलाई फसाउँछु भनेर त्यो त्यसरी खेल्नु राम्रो होइन क्या खासमा क्यारम बोर्डमा मैले अघि भन्न खोजेको कुरो त्यो हो यो मैले यो चस्माले पनि डबल देखा भएर हो कि क्या हो तपाईँ चस्मा अपग्रेड गर्नुपर्ने टाइम आयो कि त्यो चस्मा झरेर यस्तो गरेर झरै गर्छ के तपाईँले चस्मा किन त्यो उसवाला किन्नुभयो चस्मा त्योवाला किन किन्नुभयो तपाईँले चस्मा सधैँ किन्दाखेरि बाइ द वे एउटा उस हो के भन्छ गाडी छ यो प्लास्टिकको किन्नुपर्ने हुन्छ अनि यो पनि हेर्नुपर्छ यो मैले पछि थाहा भयो मैले स्प्रिङ यो किनकि त्यसले त्यो त गगल्सको लागि मात्र गगल्स भने मतलब सनग्लासेसको लागि मात्र ठिक हुन्छ किनिसकेपछि मलाई थाहा भयो यस्तो हो अलि फोर्स राख्नुपर्ने रहेछ खाइदिन्छु म यस्तो यहाँ प्र्याक्टिस गर त्यो गोटी ल्याऊ त्यो ल्याऊ यहाँ हेर यहाँ राख यहाँ राख यसरी यसो गर 44 मिनट भएछ त हाम्रो भिडियो त्यही त लामो भयो यहाँ नगर
कन्टिन्यू गर्ने कि बन्द गर्ने अनि यो गेम सकिएपछि भन्ने कुरा ठिकै छ होइन जस्ट स्क्रैप अपलोड हो आफैलाई हेर्नलाई पनि टर्चर हुन्छ होला होइन टर्चर त त्यस्तो हुनु परेन तर एडिटिङ पनि त फेरि उस हुन्छ नि त खास यदि एडिटिङ आउने हो र मेन पार्ट राख्ने हो भने त एडिट गर्न त्यो पनि सकिन्छ राम्रो विच क्यान नगर न सायद यहाँभित्र नराख के यहाँ खेल प्र्याक्टिसको लागि त्यहाँ पनि ठिक छ त्यस्तो होइन यस्तो गर के यसो यी कस्तो नआएको भनेको यी यस्तो यो आउँला दिस आउँला दिस फिङ्गर गुड म सेतो खाइदिएँ यस्तो झेलमा परेछु म निकालिदिएँ बेकारमा दिस फिङ्गर यो बोइले किन नआएको भनेको ऊ किन यस्तो गरेको यो भनेको यो यस्तो गर इनसाइड इन थम आउट हेर त अब यस्तो गर हातले त्यो उस खाएर हैरान पार्यो के भन्छ त्यसलाई टी सर्ट मेरो 1 पोइन्ट बाँकी छ है हो बुझ्नुभयो कि भन 28 भएको छ ठिकै छ यो गेम वाह खतरा गर्नु होला यो गेम तपाईँ जित्नु नि त गुड मैले त्यही सोचिरहेको थिएँ बिस्तारै हालेछु भनेर भएको थियो रिग्रेट फस्यो क्या ले ओ नो तपाईँले त्यो नहानिरह मलाई अप्ठ्यारो होस् भनेर हो देख्नुभयो त म पनि कति अनेस्ट छु यो हुन्छ नि पोलिटिकल वर्ल्ड र गेममा अनि उसमा अनेस्टलीले काम गर्छ त अमेरिकाले चाहिँ के भन्छ नेपाललाई चाहिँ अनेस्ट भएर ओहो नेपालको प्रगति होस् भनेर गर्छ कि आफ्नो इन्ट्रेस्टको लागि मात्र गर्छ त गुड क्वेसन अब त्यो त अब यसको लागि हानेको मैले अब मैले एकदम झ्याममा हान्नुपर्छ होइन अझै त्यहाँ हान्नुपर्छ क्या हुन्न मैले यता हान्नुपर्छ राम्रो गर्नुभयो वाह ल क्या पोटेटो आउँछ कि यो ब्याग खास काठको गोटी राम्रो त होइन नि काठो राम्रो चाहिँ होइन प्लास्टिकको चाहिँ इभन भयो अब यो चाहिँ खास इभन छैन नि त त्यो भएर पनि हो अलि उता बस न साई हेर त तिमी यो आजकलको यस्तो यी उल्टो अदरवाइज यस्तो यो केटालाई मैले यो म सिकाउँछु भनेको के भन्छ त्यसलाई टपिक सिकाउँछु भनेको त्यो पनि गाह्रो छ होइन कोही अलिकति लर्निङ अलिकति स्किल अलिकति कोही बच्चाको स्लो हुन्छ त्यसमा कुनै उस मान्नुपर्ने आवश्यकतै छैन रहेछ फेरि चिन्ता मान्नुपर्ने Oh my god यार वाह गुड मैले ब्ल्याकलाई पहिला छोयो भने तपाईँ मान्नु पाउँदैन होइन तपाईँ तर मैले व्हाइटलाई पहिला हान्दाखेरि होइन व्हाइटलाई हान्दाखेरि त्यो खस्यो भने चाहिँ पायो अब यसको लागि चाहिँ क्यामेरा गरेर प्ले गरेर हेर्नुपर्छ कि तपाईँले मान्ने कि नमान्ने भनेर मान्नै पर्ने हुन्छ होइन अब यो त मान्यो ल गर्नुहोस् तपाईँको लागि ए होइन यो त लास्ट भयो त यार यसलाई के भन्छ बिट्रेयल भयो यो भएन यो अहिले फेरि मैले झडाममा हानेर चाहिँ त्यसलाई फसाइदिनु पर्थ्यो क्या मैले पनि है मैले मिस्टेक गरेँ नि अहिले यसलाई हानेर यो त्यहाँ जान्थ्यो नि त फस्थ्यो नि त हट कस्तो भाइले खेलेको भने तपाईँले अहिले वाह त्यो निस्क्या हो निक्ल्या हो मतलब अघि नै म फस्या थियो ए भर्खरै फस्या थियो हट ल मैले भाइले खेल्नु पर्ने ओके
एन्ड दिस एन्ड्स आवर फर्स्ट भ्लग भनौँ होइन र मैले नै जितेँ सी आई टोल्ड यु आई विल विन